टिकट लिइसक्यौँ स्टुडेन्टको लागि भनेर। अब हामी चाहिँ जूमा प्रवेश गर्छौँ। बोटिङ सुरु भइरहेछ। सानोमा आज यहाँबाट चाहिँ हात्ती देख्न सकिन्छ। पवनकली गैडा खानेकुराहरू खाइरहेछ गैडाले पनि। यस्तै सबैजनालाई आज म र भाइ दिनेश चाहिँ ललितपुर जाउन खेल्नु जुमा जु घुम्न जाँदैछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सनु होला। आजको भिडियो एकदम रोचक हुनेछ र तपाईँहरूलाई त्यहाँको एक एक कुराहरू देखाएर मनोरञ्जन दिने प्रयास गर्छौँ। यता पारिबाट यहाँभित्र एउटा छिर्ने बाटो छ, त्योबाट गइन्छ। बाहिरको अवस्था चाहिँ यस्तो छ, दृश्यहरू काम लागिरहेछ। 11-12 बजिसकेका छ भने चाहिँ कस्तो लागिरहेछ त भाइ? रमाइलो लागिरहेको छ। भाइ चाहिँ अब घर जाँदैछ भाइ माइसहरूदेखि लागि, त्यसले गर्दा उसलाई पनि घुम्न मन लाग्छ र मैले गएको छैन। सुन छिटो गइसकेको छु ललितपुर छ, तर पनि फेरि अर्कोचोटि जाने होइन। ल बाहिर टिकट लिइसक्यौँ स्टुडेन्टको लागि भनेर। अब हामी चाहिँ जूमा प्रवेश गर्छौँ। यहाँ छ टिकट चेक गर्नु भयो होइन। टिकट चेक गरेपछि भित्र जाने बाटो यो होला। टक्कहरू भइरहेको बोर्डिङहरू हान्न पाइयो। एकजनाको 250 यार नर्मल आउने बाटो र हान्न बाटो ठाउँ चाहिँ एकदम राम्रो रहेछ है। यता पानीको रहेछ भावहरू। कस्तो लागेको छ अहिले? हेर्नु है, तपाईँहरू पनि आउन सक्नुहुन्छ। जम्मा विद्यार्थीको लागि 150 र सर्वसाधारण सामान्य व्यक्तिको लागि 250 लिने रहेछन्। त्यहाँ आएर घुमेर जानको लागि एकदम राम्रो छ। श्री जगदीश शमशेर भाउजू काँडा कुमारीको शालिग्रे माथि शालिग रहेछ एउटा होइन। फुलहरू कस्तो राम्रो राम्रो रहेछ। त्यो साइडमा लालुपातेहरू पनि रहेछ। र अब हामी चाहिँ सेन्ट्रल जू ललितपुर जाउँदाखेरि ललितपुर आइसक्यौँ। यहाँ बोर्ड पनि रहेछ। क्या राम्रो रहेछ है पछाडि। यहाँ तलपट्टिबाट जाँदा यार यहाँ माथि हो यसै सिन चाहिँ यस्तो छ यहाँको सेन्ट्रल जू। तलबाट त भाइ चाहिँ बाबु खै त्यो चरा अर्कै चरा हो। चरा हो अर्कै। बच्चाहरूलाई चाहिँ घुम्न मजा आउँदो रहेछ। बोटिङ गर्न पनि मिल्छ रहेछ होइन यहाँ। रुख सारी छ। ठाउँ कस्तो छ? कस्तो लाग्यो? एकदम रमाइलो रहेछ। भ्याक्सिन लाग्यो 10 वर्षको लागि रहेछ नि बच्चाको लागि। यति शान्त सुन्दर हुनु यहाँ चाहिँ शीतलको छ होइन। यहाँ कुनापट्टि शीतलहरू धेरै बसेको छ। अलिअलि मात्रै देखिएको छ यहाँबाट। र उता चाहिँ बस्ने ठाउँ रहेछ। अहिले चाहिँ कृष्ण सर भित्र छ, बसिरहेछन् आनन्दले मस्तले। यहाँनिर छ कृष्ण सर मस्तले बसिरहेछ। अब हामी यहाँबाट अगाडि बढिसक्यौँ।
यो साइडमा फेरि के छ भन्दाखेरिमा रतुवा मृग रहेछ होइन रतुवा मृग इङ्ग्लिसमा बार्किङ डियर भन्दो रहेछ ए नजिकै पनि छ यहाँबाट नजिकै पनि रहेछ यता खानेकुराहरू खाइरहेको छ यहाँबाट यो धेरै नै रहेछ है कस्तो सानो सानो हुँदो रहेछ ठ्याक्कै बाख्राको पाठाहरू जस्तै हुँदो रहेछ रतुवा मृग भित्र बसिरहेको छन् जाउँ अगाडि देखेँ रतुवा मृग क्यामेरा कस्तो यस्तो आइरहेको छ यता साइडमा गार्डनहरू राम्रो छ साग पनि लगाएर छ यसको नाम चाहिँ के रहेछ होइन होइन ए बाह्र सिङ्गे जरा आयो होला सायद यो पक्कै पनि सिङ्गेर कति ठुलो रहेछ जरा यो चाहिँ शान्त रहेछ चाहिँ एउटा बसिरहेछ पानी पिइरहेछ यहाँ चाहिँ लगुना रहेछ लगुना नेपाल भारत पाकिस्तान बर्मा र थाइल्यान्डमा पाइने रहेछ बसिरहेछ यो चाहिँ ट्याक्कै यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले गाई भनेको यो भाइले दिँदैछ कि यहाँनिर ल यो चाहिँ ल सिधै खान्छ ल खायो यार खायो दिनेशले दिएको चाहिँ खायो है नील गाई कति सानो रहेछ यहाँ चाहिँ अलिकति हेलो कति टाढो रहेछ यो जाऊ अगाडि नील गाई फेरि त्योभन्दा ठुलो हो कि के हो यो हालेर पोथी होला यो ठुलो रहेछ यार नील गाई यो त क्या डाउन पल्टेर बसेको छ यहाँनिर नील गाई सबै कुरा हेरिसक्यो कतापट्टि जाने हामी यता नि हेरौँ न हेर स्कुलबाट विद्यार्थीहरू स्कुल आइरहनु जस्तो छ बाघहरू यता पनि बाघ हेर्न जाँदैछ म यता छु भन्ने सोच्दा चाहिँ भोटमा बाघ चाहिँ अलि अरूभन्दा फरक ठाउँमा राखेको छ नेपाली कतापट्टि हेर्नु बाँदरलाई खाना नखाउने होला यता चाहिँ कालो बाँदर लङ्गुर बाँदर लङ्गुर बाँदर यहाँ चाहिँ लङ्गुर बाँदर छ मेरो चाहिँ खानु खान्छ अहिले जाउँ यता चाहिँ कालो बाँदर छ यहाँनिर बसिरहेको छ यता कुनामा छ कुनामा छ बाघ देखि दुईवटा बाघ सुतिरहेको छ होइन मस्तरी सुतिरहेको छ यहाँ चाहिँ बानी भइसक्यो के गर्छ अरे बेबी माम खाएर नुनु गरेछ है पाटे बाघ सुतिरहेको छ यहाँ चाहिँ
गैडा खानेकुराहरू खाइरहेछ गैडाले पनि मान्छे हुन्छ होला मार्छ मान्छे बाँदर जलगैडा यो भयो जलगैडा बस्ने ठाउँ यहाँ अब बस्ने अब छुट्टै रहेछ गैडा पनि हेरिसक्यौँ हामीले जलगैडा हेरिसक्यौँ अब बाँकी रह्यो हात्ती पनि देखिन्छ नि है आज हात्ती त सोह्र मात्रै हो कि यहाँ पनि देखिन्छ यहाँ भएको के रहेछ यो पनि एकछिन गैडा नि हो सुतिरहेको छ यो चाहिँ यहाँ चाहिँ गैडा सुतिरहेको छ यहाँको गैडा चाहिँ यता बोटिङ रहेछ बोटिङ गरेर सक्नुहुन्छ तपाईँहरू आएर बोटिङ गरिन्छ भाइ सानो सानो रहेछ यो बोट त दुईजना सुविधा यहाँ चाहिँ भैँसीहरू छ क्या मोटे मोटे रहेछ सिङ लामो लामो छ रमाइलो छ है एकदम रमाइलो रहेछ बाघ हेऱ्यो गोही हेऱ्यो गोही चाहिँ हेऱ्यो हुन्छ फेरि जान पाउँछ पाउँछ जाउँ सिङपाङ्जी चाहिँ एकदम दौडिरहेको छ यही नजिक आइसक्यो एकदम खेला देखाइरहेको छ सिङपाङ्जी वन मान्छे वातावरण कति राम्रो रहेछ क्या सुन्दर शान्त हरियाली तपाईँहरू पनि कुनै दिन समय मिल्यो भने आउन सक्नुहुन्छ नरनपुर महानगर हात्तीको नाम पवनकाली होला सायद हात्ती यहाँभित्र छ हात्ती चाहिँ भाइ आऊ यहाँबाट चाहिँ हात्ती देख्न सकिन्छ पवनकाली खोइ उड्छ क्या हो यो लाटे कसेर लाटो कसेर टक्रक्क बसिरहेको छु अगाडि चराहरू पनि ए धनेश अब चाहिँ हामी डाँफे भाले चाहिँ यस्तो हुने हो डाँफे होइन यो माथिको चाहिँ भाले एक राउन्ड हानिसक्यो होइन पुरै उता दिएछ एक राउन्ड हानिसक्यो चाहिँ रमाइलो रहेछ सबै कुरादेखि घुम्नको लागि एउटा राम्रो ठाउँ रहेछ बोटिङ सुरु भइरहेछ उताबाट बोट आउँदैछ पाइडल पेलेरै चलाउने डुङ्गा रहेछ चाहिँ हावा चलिरहेछ पानी पर जस्तो पनि छ मौसम बादल लागिरहेछ घुमेर आइसक्यो एक बोटको भिडियो लाउँदैछु भनेर लाइक सब्सक्राइब गर्नु